1,70,000 लिएर आयो नि यो हो नि त 1,70,000 आएर बारलाई देखाइ बार हजुर के हो भने बसाएर होइन होइन फर्स्ट सेट काटिछु गाइस हेर्नु होला Guys, अब हामी सिलङकोट जाँदैछौँ बाटोमा छौँ एक्साइटेड छु म एकदमै ब्युटिफुल प्लेस यो मदन पोखरा पर्ने गर्दछ भाइको घरभन्दा ठिकै माथि रहेको छ यो त मरामकोट गए जस्तो ठाउँ छ है माथि कति चिल हुन्छ गाइस यति बेला चाहिँ म सिलङकोटमा आइपुगेको छु बाइकको यात्रा एकदम रमाइलो रहेको छ एकदम गर्मी शीतल भएको छ किसका है ये तुमको हेलो गाइज यति बेला चाहिँ म यो हाम्रो पाल्पा जिल्लाको तानसेन नगरपालिका 5 मदन पोखरामा अवस्थित सिलङकोट भन्ने ठाउँमा आइपुगेको छु मसँगै मेरो साथीहरू पनि आइपुगेका छन् र म चाहिँ यो रहेको भाइरल ठाउँको यो भर्याङ चढ्दैछु एकदम शीतल आइरहेको छ बिहानको 8 बजिरहेको छ र म यो अग्लो ठाउँमा आइपुगेको छु र यता साथीहरू इन्जोय गरिरहेका छन् हेलो हेलो साथमा हाम्रो भेली पनि रहेको छ सुजन भाइ युनिक अकबर कलेक्सनका प्रोप्राइटर अनि के अरे न्यू सादा सस्तो पसलका प्रोप्राइटर पनि यहाँ आइपुगेका छन् र साथमा हाम्रो भेली पनि आइपुगेको छ भेली कुकुरलाई कपिराइट त लाग्दैन नि लाग्दैन
कुकुरले कपिराइट हान्थ्यो मात्र र यहाँ नेपालको झन्डा पनि फरफराइरहेको छ शीतल आइरहेको छ बिहानको 8 बजेको पारिपट्टि देख्न सक्नुहुन्छ माडीफाँट यो मान्डवे कलेज अनि यता माडीफाँट हेलो गाइज यति बेला म पाल्पा जिल्लाको यो तानसेन नगरपालिका वडा नम्बर 5 मदन पोखरा अन्तर्गत रहेको यो सिलामकोटमा आइपुगेका छौँ मसँगै हाम्रो हेलो अकबर कलेक्सन अनि सादा सस्तो न्यू सादा सस्तो पसल नयाँ पार्टी सुजन भट्टराई र अकबर मिया र म 3 जना हामी चाहिँ यहाँ आइपुगेका छौँ एकदमै रमाइलो ठाउँ रहेको छ एकदम हरियाली हेलो साथमा हाम्रो प्यारो भेली पनि रहेको छ भेली हेलो भेली दामी आउँछ यार यहाँदेखि हाई भेली बेली भेली बेली हात दे नमस्ते गर्दे भेली नमस्ते गर्देऊ नमस्ते 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 एक बार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना खामोश क्यों हो जो भी कहना है कहो यसरी घुमाउ त एकचोटि आइज पनि आउँछ नि हैन आइज हामी सबै आउँछ नि दाइ आइज आइज बेली आइज आइज बेली घुम्दै विक्रम दा भेली चाहिँ हाम्रो युनिक अकबरलाई चाहिँ अब साथी पारिपट्टि पनि हरियाली दृश्यहरू देखिरहेको छ यतापट्टि पिङ छ यहाँ चाहिँ एकदम रमाइलो रहेको छ एकदमै आनन्द आइरहेको छ